चाहिँ मागिरहनु भएको छ र हामीले पनि समय टाइम पनि धेरै सकेको छौँ। अब अहिलेसम्म त उहाँले भन्नुभएको अनुसारले प्रस्तुति अगाडि बढिरहेको छ, उहाँको एउटा कार्यविधिबाट अनुसारै बढिरहेको होला। तर त्यसमा उहाँले चाहिँ अहिलेसम्म भेट्न ओर्न यताउता गर्नको लागि चाहिँ जुन एउटा समय चाहिँ दिइरहनु भएको छ हाम्रो लागि, उहाँले चाहिँ अहिलेसम्म समय चाहिँ दिइरहनु भएको छ। तर जुन हाम्रो माग मुद्दाहरू अहिलेसम्म चाहिँ कार्यान्वयन चाहिँ भएको छैन। जस्तो अब तपाईँको माग मुद्दाहरू अब यो सरकारले ढुक्क गरेन भने अब तपाईँहरूको योजना त होला नि त केही गर्ने, जसले शहीदहरूको न्याय जुन शहीद भएको थियो उहाँको परिवारहरूले न्याय पाएका छैनन्, जसले खुट्टा गुमाएका छन्, जसले हात गुमाएका छन् उहाँहरूले पनि न्याय पाउनु भएको छैन। अब यो सरकारले गर्न सकेन भने तपाईँहरूको आगामी कार्यक्रमहरू चाहिँ के हुन्छ? आगामी कार्यक्रमहरू त अवश्य बनाउनै पर्ने हुन्छ। जुन हाम्रो जुन माग मुद्दाहरू अब जायज माग मुद्दा छ, हामीले कुनै नराम्रो काम गरेको होइन। जुन हाम्रो यो माग मुद्दा भन्दा पनि हाम्रो अधिकार मागिरहेको, जुन अधिकार पनि अब गभर्मेन्टबाट दिन सक्दैन भने त्यसको त्यसको उसमा अपोजिटमा त आउनु नै पर्ने हुन्छ। त्यसको लागि केही न केही त गर्नु नै पर्ने हुन्छ। केही न केही त अब जुन पुरानो शैलीलाई बदल्नुपर्छ भनेर आएको त्यही पुरानो शैली नै दोहोरिन्छ भने त पुरानो र नयाँमा केही फरक रहेर नयाँ र पुरानोमा फरक रहने भएन। त्यसले गर्दाखेरि अब उहाँहरूले माग मुद्दाहरू बुझ्नुहुन्छ भन्ने कुरा आश्वस्त पनि हामी धेरै भयौँ, धेरै समयदेखि कुर्यौँ पनि 8-9-10 महिनादेखि हामी कुरिरहेको, अहिले पनि कुरिरहेकै अवस्था हो। माग मुद्दा पुरा हुन्छ भन्ने आश पनि छ। तर यतिका समय हुँदासम्म पनि अहिलेसम्म हामीले कुनै पनि महसुस गर्न नपाउनु चाहिँ ठुलो दुर्भाग्य भइरहेको छ। अब अपेक्षा चाहिँ के छ त बालन सरकारसँग? अब माग मुद्दाहरू अब जुन जायज माग मुद्दा हुन्छ नि, जुन हाम्रो अब